हेलो साथीहरु, म चाहिँ बल्ल बल्ल आइपुगेँ ठुलबाको घर खोटाङमा। हाम्रो घरदेखि चाहिँ ठुलबाको घर आउन झनै 1 घण्टा लाग्छ हैन। यस्तो बाटो आउनु पर्छ। यो बाटोको नाम पनि छैन, बारीको डिल्लै आउनु पर्छ हैन। आइया हौ, म चाहिँ बल्ल आइपुगेँ। अनि यो चाहिँ हाम्रो ठुलबाको घर खोटाङमा। आज चाहिँ भाउजू दाई बहिनी भाइहरूसँग भेट भएर चाहिँ भोलि काठमाडौँ जाँदैछौँ। त्यही भएर हामी ठुलबाको घर आएको छौँ। र हाम्रो चाहिँ यस्तो छ, यो चाहिँ एकदम डाँडामा छ क्या यो घर। अनि यहाँबाट हेऱ्यो भने चाहिँ खोटाङ बजारदेखि ल्याएर पुरै खोटाङ बजार, कुमाले गाउँ, मुसाबारी, बडाका, साखोला, रातमाटा सब देखिन्छ क्या भ्यू। म तपाईहरुलाई देखाउँछु ल, यताको भ्यू देखाउँछु। यो चाहिँ खोटाङ बजार हैन। अनि हाम्रो ठुलबाको घर। अनि यता चाहिँ यो अलिकति बारी हो है, यो चाहिँ जंगल हैन, बारी हो, रुखहरू हो। त्यसको उतापट्टि विशाल भट्टराई अंकलको घर। र यहाँबाट देखिने भ्यू हेर्नु ल, खोटाङ बजार यो रुखदेखि पारिपट्टि बजार। र यहाँ यो चाहिँ हाम्रो गाउँ भइहाल्यो। यो चाहिँ सर्लक्क हाम्रो गाउँ यता चाहिँ हैन। अनि ऊ पारी देखिएको चाहिँ ऊ माथिको चाहिँ एयरपोर्ट, त्यो भन्दा तलको त्यो रुख लाइने देख्नु भएको होला, त्यो चाहिँ रानीवन भन्छौँ हामीले। त्यस पछाडिको चाहिँ बडाका हैन, बडाका नाम हो। त्यसको ओल्लो साइड चाहिँ मुसाबारी भन्छ। अनि यहाँ तल्लो यो हाम्रो गाउँदेखि पल्लो गाउँ चाहिँ बितालप हो, गट्टार बितालप। र यो साइड चाहिँ यो तलदेखि यो केराको बोटदेखि तल चाहिँ रातमाटा भन्ने ठाउँ हो। र उता पारी चाहिँ चिसापानी खुटा भन्ने ठाउँ हो। र हामी चाहिँ हाम्रो दाजुको घरमा आइपुगेको छौँ, ठुलोबा घरमा। उहाँ चाहिँ दाजु हुनुहुन्छ, किनकि यहाँनिर उहाँको दाजुको बारीबाट चाहिँ बाटो रोड खनिँदैछ। अहिले पनि त्यहाँनिर डोजर चलिरहेको छ। र हाम्रो गाउँ चाहिँ यस्तो छ, सबैजनाले माया गरिदिनु होला। एकदम राम्रो भ्यू देख्छ हाम्रो ठुलबाको घरदेखि चाहिँ पुरै तल। यहाँ चाहिँ अब रिसोर्ट बनाए पनि एकदम राम्रो नै चल्ला सायद, किनकि यो डाँडाबाट चाहिँ तलको भ्यू सबै देख्छ। जस्तै चन्द्रगिरीबाट काठमाडौँ देखेको जस्तो सब भ्यूज देख्छ। कस्तो राम्रो छ हेर्नु न भ्यू। अहिलेको यो वैशाखको आज कति गते, लास्ट दिन हो आज हैन, वैशाखको लास्ट दिन हो। यस्तो राम्रो भ्यू छ क्या अहिले पनि, वैशाखको महिनामा पनि यस्तो हरियाली।